हुन्छ नि यु हेभ टु स्लिप विथ मी अनि म तिमीलाई चान्स दिन्छु वाला धेरै नै भएको छ कि मलाई चाहिँ सो मैले चाहिँ एउटा पोइन्टमा चाहिँ मलाई सानोमा चाहिँ मोडल भन्नुहुन्थ्यो अनि त्यो चाहिँ मैले पुरै ट्याग दिएको नै कि त्यो चाहिँ गर्दै गर्दिनँ बरु डान्सर बन्छु बरु अनस्क्रिनमा डान्सै गर्छु बरु म एक्ट पनि त्यस्तो केही पनि गर्दिनँ त्यो डान्सरै बन्छु भनेर बसिरहेको थिएँ अनि एउटा टाइममा चाहिँ मैले गिभ अप गरि नै सकेको थिएँ कि यो लकडाउन पछि चाहिँ किनभने म कति नाच्नु कति देखाउनु तर मैले कुनै पनि अपर्च्युनिटी पाइरहेको थिएन बिकज म कसैसँग रेडी थिएन क्या त्यस्तो हुन्छ नि कम्प्रोमाइज गर्नलाई जुन चाहिँ अब सबैले नगर्ला सबैको हुन्छ नि त्यस्तो नहोला तर मैले चाहिँ 2-3 चोटि नै त्यस्तो फेस गरेको छु अनि अहिले आएर चाहिँ हुन्छ नि कसैको अन्डरमा बस्नु नपर्दाखेरि यो कन्टेन्ट क्रिएसनले चाहिँ हुन्छ नि एउटा फ्रिडम दिएको छ क्या जुन रिजनले गर्दाखेरि चाहिँ त्यस्तो फेस गर्नु त्यति चाहिँ पर्दैन अहिले जस्तो लाग्छ मलाई चाहिँ सो चिल हो अहिले चाहिँ